के तपाईँ पनि फेसबुक चलाउँदै आफै लगआउट भएर हैरान हुनुभएको थियो? सो हेलो एभ्रियन वेलकम टु अनदर भिडियो। पछिल्लो केही समयदेखि फेसबुक इन्स्टाग्राम जस्ता मेटा जसलाई हामी मेटा भन्छौँ त्यो चाहिँ आफै लगआउट हुने अथवा नचल्ने समस्याहरू धेरै देखिरहेका छौँ। तर संसारकै सबैभन्दा शक्तिशाली सोसियल मिडिया किन यस्तो भइरहेको छ त यसका तीनवटा कारण रहेका छन्। पहिलो कारण रहेको छ प्राविधिक गडबडी। मेटाका सबैतिर ठुल्ठुला सर्भरहरू रहेका छन् र जब ती सर्भरहरूलाई अपडेट अथवा केही गरिन्छ भने हो त्यो बेला कुनै बग अथवा केही भयो भने पनि यस्तो समस्या आउन सक्छ। बगहरू आएको कारणले गर्दाखेरि एप देशभरि चल्दैन अथवा विश्वभरि नै चल्दैन, जसले गर्दा एकअर्कासँग हामी कुराकानी गर्न सक्दैनौँ। र दोस्रो कारण ओभरलोड। फेसबुक भनेको एकदमै ठुलो कम्पनी हो र एउटा कुनै टाइममा देशभरिका सबै सर्भरहरू अथवा सबै मानिसहरूले एकैचोटि चलाउँदाखेरि एकदम व्यस्त हुने गर्छ र यस्तो अवस्थामा त्यो सर्भरहरूले धान्न नसकेर पनि ल्याग हुने अथवा लगआउट हुने गर्छ। र तेस्रो कारण रहेको छ साइबर आक्रमण। डिडिओएस जस्ता ठुल्ठुला आक्रमणहरू हो। यस्ता आक्रमणबाट बच्नको लागि मेन्टेनेन्स गर्दा पनि केही समयको लागि यस्ता सर्भिस अवरुद्ध हुनेछन्। त्यसैले तपाईँको फेसबुक एकचोटि चलेन भने आइडी ह्याक भयो कि भनेर पासवर्ड चेन्ज गर्नतिर नलाग्नु होला। कृपया अरू सोसियल मिडिया खोलेर हेर्नु होला, जस्तै टिकटक खोल्न सक्नुहुनेछ। टिकटकमा गएर सर्च गर्नु होला के साँच्चै चलेको छैन त भनेर। र यस्तै जानकारीको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नु होला। हामी प्रत्येक 2 दिनमा एउटा भिडियो हालेर तपाईँलाई एजुकेट गर्नेछौँ।